साथीहरूलाई स्वागत छ हाम्रो यस ज्ञानमाण्डु च्यानलमा। साथीहरू, आज म तपाईहरुलाई कुमारी सुनौलो योजनामा कसरी एसआईपी गर्ने र यसको प्रोसेसहरु के कस्तो छ त्यसको बारेमा तपाईहरुलाई बताउन गइरहेको छु। सो भिडियो अन्त्यसम्म हेरेर साथ दिनु होला। यदि तपाईहरु पनि एसआईपी गर्न चाहनुहुन्छ नेपालमा बसेर विदेशमा बसेर भने यो भिडियो हेरेर तपाईहरुले ओपन गर्न सक्नुहुन्छ। कुमारी सुनौलो लेख्नु होला वा कुमारी एसआईपी है। कुमारी एसआईपी लेखेर सर्च गर्नुहुन्छ भने यता कुमारी सुनौलो योजना कुमारी सुनौलो लगानी योजनाको यो खुल्छ लिंक। त्यो लिंकमा क्लिक गर्नु होला र यति क्लिक गरिसकेपछि साथीहरु तपाईहरु चाहिँ डाइरेक्टली यहाँ रजिस्टर गर्नुपर्ने हुन्छ। रजिस्टर गरिसकेपछि मात्र लगइन गर्न मिल्छ। साइन अपमा क्लिक गर्नु होला र साइन अपमा क्लिक गरिसकेपछि यो डिपोजिटरी पार्टिसिपेन्ट्स रहेको छ, यानी कि कुन ब्रोकरमा कुन क्यापिटलमा तपाईले खोल्नु भएको छ त्यो आईडी यहाँ चाहिँ यहाँबाट क्लिक गर्नु होला। फर एक्जाम्पल मेरो नासामा छ भने म नासा यहाँ सर्च गर्छु भने यहाँ नासाको आउँछ। यो नासा क्लिक गरिहाल्नु होला। त्यसपछि यहाँ तपाईले जुन तपाईको डिमेट नम्बर छ, बीआईडी नम्बर छ, त लास्ट 8 डिजिटको बीआईडी नम्बर चाहिँ यहाँ युजर नेम मेरो सेल लगइन गर्दाखेरि जुन युजर नेम हाल्नुहुन्छ नि 8 डिजिटको त्यो चाहिँ यहाँ राख्नु होला। ल त्यसपछि तपाई चाहिँ आफ्नो नाम हाल्नु होला। तपाईको नाम के हो फर्स्ट नेममा राख्नु होला, मिडल नेम छ भने मिडल नेम हाल्नु होला र लास्ट नेममा चाहिँ आफ्नो लास्ट नेम जुन कास्ट छ त्यो चाहिँ हाल्नु होला। त्यसपछि तपाईले जुन डिमेट खोल्दाखेरि जुन इमेल हाल्नु भएको छ त्यो इमेल चाहिँ यसमा हाल्नु होला र तपाई यो तपाईले जुन नम्बर छ इन्टर फोन नम्बर तपाईले डिमेट खोल्दाखेरि जुन नम्बर हाल्नु भएको छ त्यो नम्बर चाहिँ हाल्नु होला। त्यसपछि एउटा नयाँ पासवर्ड क्रिएट गर्नु होला जसमा चाहिँ स्पेशल क्यारेक्टर जस्तै #@ त्यो इन्क्लुड गरेर अनि क्यापिटल लेटर पनि एउटा इन्क्लुड गर्नु होला र त्यसपछि 8 डिजिटको 8 वटा क्यारेक्टरको चाहिँ पासवर्ड बनाउनु होला। त्यसपछि एकचोटी अझै यसमा पासवर्ड कन्फर्म गरेर यसमा टिक लगाएर चाहिँ रजिस्टर गरिदिनु होला। त्यसपछि तपाईको अरु नेक्स्ट प्रोसेस हुन्छ। यति म गरेर फेरि आउने छु साथीहरु, तबसम्म यति तपाई गर्नुस्। त साथीहरु यति हालिसकेपछि तपाई रजिस्टरमा क्लिक गर्नु होला। जुन क्लाइन्ट आईडी छ नि त्योमा चाहिँ इन्डिभिजुअल सिलेक्ट गर्नु होला। रजिस्टरमा क्लिक गरिदिनुस्। ल हेर्न सक्नुहुन्छ एउटा ओटीपी जान्छ र त्यो कोड चाहिँ तपाईले हाल्नु पर्ने हुन्छ। त्यो कोड यसमा हालेर भेरिफाई गर्नुपर्ने हुन्छ जुन तपाईको इमेलमा जान्छ। राम्ररी हेरेर भेरिफाई गर्नु होला। हेर्न सक्नुहुन्छ इमेल भेरिफाइड भइसकेको छ। अब चाहिँ यहाँ तपाईहरुले डाइरेक्ट लगइनमा तपाईले चाहिँ बीओआईडी हाल्नु होला, 16 डिजिटको बीओआईडी हाल्नु होला। त्यसपछि जुन यो भर्खरै पासवर्ड हाल्नु भयो नि त्यो पासवर्ड यसमा राखेर लगइन गर्नु होला। सो यति गर्नुस्, म फेरि ब्याक हुने छु। ल साथीहरु यति हालिसकेपछि तपाई चाहिँ लगइन गर्नु होला र लगइन गरिसकेपछि तपाईहरु देख्न सक्नुहुन्छ यस्तो ड्याशबोर्ड एउटा खुल्छ है। अब यहाँ चाहिँ तपाईको टोटल इन्भेस्टमेन्ट कति छ, तपाईले कति युनिट पाउनु भएछ है, तपाईले कतिको मन्थली पे गर्नुपर्ने हुन्छ, इन्स्टलमेन्ट सम्पूर्ण डिटेल चाहिँ यहाँबाट तपाईले हेर्न सक्नुहुन्छ। अब तपाई हेर्न सक्नुहुन्छ यहाँ सम्पूर्ण डिटेल रहेको छ है साथीहरु। तपाईको यहाँ सुरुमा नाम देखाउँछ, क्लाइन्ट आईडी सम्पूर्ण कुराहरु हुन्छ। अब हेर्नुस् लमसम इन्भेस्टमेन्ट यानी कि एकैचोटी इन्भेस्ट गर्न चाहनुहुन्छ भने यसमा गर्न सक्नुहुन्छ। एसआईपी इन्भेस्टमेन्ट गर्न चाहनुहुन्छ भने अप्लाई नाउमा क्लिक गर्न सक्नुहुन्छ है। अब यहाँ जुन न्याप छ नेट एसेट भ्यालु त्यो चाहिँ विकली यो क्यापिटलहरुले चाहिँ देखाउने गर्छ, म्युचुअल फन्डहरुले चाहिँ देखाउने गर्छ। तपाईहरु चाहिँ यहाँबाट हेर्न पनि सक्नुहुन्छ। तपाई आफ्नो सम्पूर्ण डिटेलहरु पोर्टफोलियोहरु हेर्न सक्नुहुन्छ। कति युनिट पाउने सम्पूर्ण कुराहरु छ है साथीहरु। तपाई यहाँबाट सम्पूर्ण कुराहरु हेर्न सक्नुहुन्छ। त्यसपछि यहाँ इन्भेस्टमेन्ट छ है। तपाई एसआईपी गर्न चाहनुहुन्छ कि लमसम गर्न चाहनुहुन्छ त्यो सम्पूर्ण कुराहरु यो स्किमहरु यहाँ दिएको छ। सो यसबाट चाहिँ तपाई यही नै हामी अहिले गर्ने छौं। सो एकछिनपछि म यसको बारेमा बताउने छु। त्यसपछि एसआईपी को डिटेल है। तपाई यो स्टार्ट गरिसकेपछि सम्पूर्ण डिटेलहरु चाहिँ यहाँ देखाउने छ। त्यसपछि रहेको छ यी केवाइसीहरु, यो सम्पूर्ण कुराहरु चाहिँ तपाई आफै बुझिहाल्नु होला। र डिभिडेन्ड र इन्भेस्टमेन्ट भनेको छ तपाई जुन डिभिडेन्ड लाभांश पाउनुहुन्छ त्यो चाहिँ सम्पूर्ण कुराहरु यहाँ देखाउने छ। ल हामी चाहिँ अब यो एसआईपी स्टार्ट गर्ने छौं साथीहरु खोलेर। सो भिडियो चाहिँ तपाईहरुले राम्रो लागिरहेछ भने प्लिज लाइक शेयर कमेन्ट गर्दै गर्नु होला। ल स्टार्ट एसआईपी मा हामी क्लिक गर्छौं।
यो गरिसकेपछि है, यो गरिसकेपछि कुमारी सुनौलो लगानी योजना खुलिसकेपछि तपाईहरु इन्स्टलमेन्ट कतिको राख्नुहुन्छ? फर एक्जाम्पल 1000 को राख्नुहुन्छ भने तपाई जति पनि राख्न सक्नुहुन्छ, तपाईको त्यो आफ्नो पर्सनल कुरो हो। अब इन्टरभल यहाँ छ, मन्थली राख्नुहुन्छ, क्वार्टरली राख्नुहुन्छ, हाफ क्वार्टरली, इयरली कुन राख्नुहुन्छ तपाईको आफ्नो इन्ट्रेस्ट। मन्थली राख्नुहुन्छ भने मन्थली पनि पेमेन्ट गर्न सक्नुहुन्छ, त म मन्थली यहाँ क्लिक गर्छु। अब हेर्नु लिमिटेड अनलिमिटेड कति राख्नुहुन्छ? अनलिमिटेड लिमिटेड छ भने लिमिटेड भन्नाले एउटा सीमित अमाउन्टसम्म मात्र जान्छ, अनलिमिटेड यानी जति पनि राख्न सक्नुहुन्छ है। त अनलिमिटेडमा क्लिक गर्नुहोस्, त्यसपछि सबमिट गरेर यहाँ ओपन गर्न सक्नुहुन्छ। त तपाईको चाहिँ यसरी रजिस्ट्रेसन प्रोसेस भइसक्यो। अब बाँकी कुरा रहन्छ तपाईको कति इन्भेस्टमेन्ट गर्नुहुन्छ त्यो तपाईको कुरा हो है। तपाई आफ्नो क्षमता अनुसार चाहिँ खोल्नु होला, पक्कै पनि आउने दिन एकदम राम्रो हुनेछ र यसले चाहिँ कम्पाउन्डिङ गरिदिन्छ। यही हो यसको विशेष कुरा। यति तपाई यदि हाल्नु भएछ भने सबमिटमा क्लिक गरिदिनु होला। अब हेर्न सक्नुहुन्छ साथीहरु, यति गरिसकेपछि तपाईको ई सेवाबाट पेमेन्ट गर्नुहुन्छ, कनेक्ट आइपीएस, खल्ती, कुमारी स्मार्ट। अब कहाँबाट पेमेन्ट गर्नुहुन्छ, पैसा चाहिँ कुन अकाउन्टबाट पेमेन्ट गर्नुहुन्छ त्यो चाहिँ क्लिक गरेर तपाई पेमेन्ट गर्नु होला। अनि यो चाहिँ के हुन्छ, हप्तामा 3 दिनपछि चाहिँ म्युचुअल फन्डले युनिट बाई गरेर तपाईको डिमेटमा चाहिँ अटोमेटिक चाहिँ ट्रान्सफर गरिदिन्छ, 3 दिनपछि आउँछ। यसरी चाहिँ तपाई एसआईपी कन्टिन्युअस रूपमा चाहिँ गर्दै हाल्नु होला, पेमेन्ट गर्दै हाल्नु होला, अनि मात्र तपाईको कम्पाउन्डिङ बढ्न सक्ने सम्भावना धेरै हुन्छ है। यसरी चाहिँ तपाईहरुले पेमेन्ट गरिहाल्नुहुन्छ। यसमा कुनै नयाँ कुरा छैन। खल्तीबाट, कनेक्ट आइपीएसबाट र कुमारीबाट, कुमारीको मोबाइल ब्याङ्कबाट यसरी चाहिँ 4वटा अप्सनबाट गर्न सक्नुहुन्छ। सम्पूर्ण कुराहरु चाहिँ म अहिले गरेर देखाउँछु साथीहरु, तपाईहरु चाहिँ गर्नु होला। भिडियो चाहिँ यति नै रहेको छ। प्रोसेस यो पेमेन्टको पैसा पेमेन्ट रहेछ, यो कुनै नयाँ छैन, तपाईहरु गर्न सक्नुहुन्छ। हस् त साथीहरु, भिडियो यति नै रहेको छ। हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद।